नमस्कार। आज 2083 वैशाख 9 गते बुधबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। देशको हिमाली आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज 2083 वैशाख 9 गते बुधबार। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोजहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ। आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2083 वैशाख 9 गते बुधबार। देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ। मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोजहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाडौँ। फोन 1155 1014 11319 1014 11345।